गुड मर्निङ एभ्रिवन, वेलकम टु डे 2 अफ माई ब्लग। यहाँको भ्यू चाहिँ यस्तो छ नुवाकोटबाट चाहिँ। हामी चाहिँ चिया नास्ता गरेर नुवाकोट दरबार जाने तयारी हुँदैछ। हेलो हेलो गुड मर्निङ अब हामी रेडी भएर नुवाकोट दरबार जाँदैछौँ। सेकेन्ड डे होटल होटलबाट टावरमा गए अनि यो हाम्रो चाहिँ उहाँको भित्रको ब्लग आर्ट हो है। ब्लग भइराछ। ल है गाइजहरु सबै रेडी भएर राम्रै भएर आए। सर पनि ह्यान्डसम भएर आउनु भयो। म एकदम हिरो भएर आछु। हो सर। नुवाकोट दरबारतर्फ लाग्दैछौँ। हाम्रो साथीहरू त सेल्फी हान्दैछन्। ऊ चाहिँ हाम्रो क्लासको राम्री सियार साथीहरू आउँदैछन्। हेलो गाइज। हामी कहाँ जाँदैछौँ रे? हामी चाहिँ नुवाकोट दरबार जाँदैछौँ। नुवाकोट दरबार अनि ऊ चाहिँ मेरो बेबी। हेलो गाइज। बेबीहरू छ नि साथनी पनि यता छ। हामी चाहिँ अहिले कहाँ हो रे? यो चाइना हामी कता आयौँ यहाँ? दरबार स्क्वायर अफ नुवाकोट आइपुग्यौँ। ए दरबार आइसकेछौँ हामी यहाँ। सायद एकदम हामीलाई खुसी लागिरहेछ दरबार भिजिट गर्नलाई। हामी आएको तर कन्स्ट्रक्सन चलिरहेको भित्र के होला? गएको अवस्था यो चाइना एडले बनाउनु भएको रहेछ। अब हामी चाहिँ भिजिट गर्नेछौँ सात तले दरबार सङ्ग्रहालय रहेछ यहाँ। Good morning everyone. We are at Oh my god, Darbar. We are at Nuwakoट दरबार। ओ अलि भ्लगमा अलिक क्यामेरा उस आइछ कि हुन्छ हैन हाम्रो बबिना हो। हाम्रो बबी डार्लिङ हो अनि उसको भनेको मुस्काने फिदा बनाउने छ। हेर्न सक्नुहुन्छ होला। कोरियन लुक्समा उ चाहिँ एकदम चिर पारामा छ। थ्यांक यू गर्ल, थ्यांक यू। अब हामी नुवाकोट दरबारतर्फ जाँदैछौँ। यहाँ पूजा सामग्रीहरू पनि छ। हैन सम्झाली छ यहाँ पूजा सामग्रीहरू पनि बेचिन्छ। अब हामी आइसक्यौँ। यो चाहिँ होला नि दरबार के हो? यस्तो रहेछ। अहिले चाहिँ यस्तो रहेछ। कस्तो राम्रो सिन रहेछ यता चाहिँ। वाउ। हैन नि ओ तिमीले मेरो फोटो खिच्दा आकाशको फोटो खिच्दा। यो चाहिँ रियल कछुवा हो हैन। 108 वर्ष जति पुरानो कछुवा हो। यहाँ सास फेरिरहा सबैजनाले यसलाई पूजा गर्ने गरेको छ। भगवान पनि ल्याए ठ्याक्क 11 हाम्रो कुमारी। यति बेला नुवाकोटमा पानी पर्दैछ, चिसो चिसो भइरहेछ मौसम पनि।
टाढो भयो। अब हामी चाहिँ नुवाकोटमा चाहिँ काठमाडौँ जस्तै चाहिँ इन्द्रचोक स्वयम्भू यस्तो ठाउँहरू रहेछ मलाई चाहिँ आज थाहा भयो। अब हामी त्यता जाँदैछौँ, हजुरहरूलाई म देखाउनेछु भिडियोहरू। यो चाहिँ सब बन्दीपुर यो वाला भाइब्स आइरहेछ यहाँको वातावरण। अब हामी चाहिँ गाडी यसो त्रिशुली हाइड्रो पावर हो गाइज, हेर्न सक्नुहुन्छ। आउँदाखेरि बसमा होटलमा बेलुका माथि कार्यक्रम र यहाँसम्ममा अहिलेसम्म बेस्ट इन्टरटेन गर्ने विद्यार्थी नगरमा दुईजनालाई मैले चाहिँ के गरेको छु, बेस्ट इन्टरटेनर मैले बराबर रूपमा पुरस्कार खास एकजना हो होइन, एकजना मात्र हो। सबै कुरा विचार गर्दाखेरि त्यहाँ दुईजना आयो। दुईजनाले उत्तिकै इन्टरटेनमेन्ट गरेको, इभन सोसियल मिडियामा समेत त्यसले एउटा हाइप पक्रेको। त्यही भएर सबैभन्दा पहिला फर्स्टमा चाहिँ म यो पुरस्कार घोषणा गर्न चाहन्छु। पहिलो समिता कस्तो लागिरहेको छ समिता भनिदेऊ। एकदम रमाइलो लागिरहेको छ। यही बस्नु नजाऊँ न त, नजानु मिल्दैन, अब यहाँ मलाई लाग्दैन। गाह्रो छ साथी। हाम्रो टुर पनि सक्यो। अब चाहिँ हामी जान लाग्यो अब होटल टावरलाई हामी बाई बाई भन्न चाहन्छौँ। यहाँको बस्दा एकदम रमाइलो लाग्यो। यहाँको दृश्य यस्तो छ हेर्नुहोस्, यहाँको दृश्य पनि यस्तो छ। अब बाई बाई ल। अब हामी यहाँबाट छुट्टिन्छौँ होइन, बस होटल टावरलाई हामीले बाई बाई भन्न चाहन्छौँ। हाम्रो यहाँ बसेको थियौँ, अब हामी साथीहरूले हामीलाई बोलाइरहेछन्। अब हामी जान्छौँ। यहाँ चाहिँ अझै पनि जाने बेला भइसक्यो, तर पनि पिङमा चाहिँ यहाँ भाइ अब चाहिँ गाडीमा हामी नाच्दै इन्जोय गर्दै जान्छौँ। क्याच यु सुन गाइज। सब पानी परेर सर खुसी हुनुहुन्छ किनकि रेनकोटको युज भयो। हाम्रा यी महान मेरा होनार विद्यार्थीहरूले मलाई रेनकोट लगाउनलाई यस्तो पानी पर्दा खुसी हुने मान्छेको हाम्रो सर हो। यहाँ हामी सोलर प्यानल छ। सर खुसी हुनुभएको छ है सर। रेनकोट लगाएर हट भएर क्युटी भएर ह्यान्डसम भएर हाम्रो सर खुसी भयो। भाइरल भाइरल अब यो भ्लग आउँछ है सर। अब हामी चाहिँ हाइड्रो पावरकै हाइड्रो जाँदैछौँ। जलविद्युत केन्द्रमा अब छौँ, लाइन बसेर जाँदैछौँ। भित्र गएर देखाउँछौँ हामी। हामी
हिँड्दैछौँ। देवीघाट जलविद्युत केन्द्र। कुरा चाहिँ यो दुईटा पावर हाउस चाहिँ जुन हामी पूर्वको कोही छौँ हामी पूर्वमा जाँदाखेरि कोशी ब्यारेज 51वटा ढोका छ। यो प्रोजेक्ट डेभलपमेन्ट गरेकोबाट नेपाललाई जुन लस भएको छ त्यो लसको सब्सिडी दिनको लागि चाहिँ यो दुईटा पावर हाउस इन्डियाले बनाएको थियो। त्यो बेलामा यतिको लेभलको पावर नेपालको पावर सेक्टरमा ठुलो कुरा थियो। पहिला त्यो भन्यो, त्यसपछि त्यो भन्यो, अनि त्यसको फेरि रियाक्टिभ 2011मा भयो। अहिले चाहिँ धेरै देखि रियाक्टिभमा पनि यो फरवार्डै छ। त्यो जिल्लालाई चाबिनलाई पावर बनाउँछौँ, चप्पलीभन्दा दुईवटा लाइनमा जान्छ हाम्रो लाइन। सो 3वटा युनिटलाई कन्ट्रोल गरेर पावर निकालेर पठाउने काम हामी यहाँबाट गर्छौँ। सो यदि लाइन गयो भने सबैभन्दा पहिला जानकारी यहाँ हुन्छ, त्यसपछि उहाँले एउटा राम्रो क्वेसन गर्दै यहाँको लागि मात्र होस् कि अन्त पनि पावर पठाउँछ भन्ने कुरा गर्नुभएको छ। हामीलाई के लाग्छ, यहाँ पावर निकाल्यो यहीँ कन्ज्युम हुन्छ, बाहिर जाँदैन जस्तो लाग्छ नि। यो चाहिँ कस्तो हुन्छ भने नेपालभरि जति पनि टावरहरू देख्नु भएको छ तपाईँहरूले, ठुलो टावर देख्नु भएको छ। यो सबै टावरहरूको पावर चाहिँ एकै ठाउँमा इन्टरकनेक्टेड हुन्छ। त्यसलाई हामी नेसनल ग्रिड भन्छौँ। जस्तै धेरैजना किसानहरू हुनुहुन्छ, उहाँले आफ्नो भएको खेतमा चाहिँ धान फलन हुन्छ र एउटै भगाडीमा हालेको जस्तै, अनि जसलाई जति चाहियो त्यही भगाडीबाट लिने सिस्टमलाई चाहिँ ग्रिड भन्छ। सो यसले यहाँ मात्र होइन कि अब सबैले एकै ठाउँमा हालेको छौँ पावर, आफूलाई जति चाहियो त्यहाँबाट लिन्छौँ। तर स्टेबल चाहिँ जति पावर आफ्नो पावर नजिक भयो त्यो ठाउँको इन्फ्रास्ट्रक्चर भनौँ न पावरको, त्यो चाहिँ आयो सबलाई बाई बाई, फिर मिलेंगे चलते चलते। तपाईं छ नै ल ल, कस्तो लाग्यो टुर हाम्रो, कस्तो भयो टुर? फिल्ड भिजिट, तीर्थ भिजिट। अब हाम्रो साथीहरूसँग छुट्टिने बेला भइसक्यो, एकदम इमोसनल मोमेन्ट हुँदैछ यहाँ। भेट्न त भेटिन्छ। ल सबैलाई बाई बाई। वाह, अरे वाह।